दाइ एज अ भ्युअर्स अलिकति सस्पिसियस लाग्यो गेम स्टार्ट गर्दा चाहिँ यो कुरा प्रोडक्सनलाई उठाउनुपर्छ दाइ, त्यसै छोड्नु हुँदैन, नभए फ्युचरमा यसले नराम्रो असर पर्छ अरे। चित्त दुख्या छ, धेरै कुराहरू नराम्रो लागेको छ, अब के गर्नु केटा हो, यस्तै रहेछ भन्यो, मन बुझायो, बस्यो। कर्मा भन्ने चिज हुन्छ, इफ अब उहाँहरूले गल्ती गर्नु भएको छ, उहाँहरूले त्यसरी सिक्नु भएको छ भने उहाँहरूलाई पनि भविष्यमा फिक्स त्यो कुराले हन्ट गर्नेछ भन्दै हामी चाहिँ अब मनमा त्यो सोच्नुपर्छ केटा हो, होइन र? हाम्रोले फेयर खेल्यो, राम्रो खेल्यो केटा हो, 3 दिन 4 दिनमा यत्रो पोइन्ट ल्यायो है। 40ले एक्लै डोमिनेट गरिरहेको ठाउँमा हामी आएर उनीहरूसँग कम्पिटिसन गऱ्यौँ, एकदम राम्रो खेल्यो केटाहरूले, पोइन्ट एकदम राम्रो ल्याए। 20 गेममा 215 भनेको एकदम राम्रो पोइन्ट ल्यायो केटाहरूले। अब ग्लोबलको लागि हामी तयार गर्नेछौँ, केटाहरू मिहिनेत गर्नेछन् अझै। अब घर आएर मजाले 1 हप्ता जति रेस्ट गरेर फेरि ग्राइन्ड, तर रेस्ट भ्याउँदैन होला यो, तर 2-3 दिनको लागि यसो सर्भिसिङको लागि केटाहरूलाई छुट्टी दिनु पर्ला। त्यसरी सर्भिसिङ गरेर अनि